मेनली त अब मैले प्रुभ गर्न चाहिँ अब जुन त्यो अक्सनमा भइरहेको थियो अब मलाई नि अलिकति चित्त चाहिँ दुखेको थियो अनसोल्ड हुँदा चाहिँ होइन। अब मैले त्यही माइन्डसेटले आएको थिएँ। कतिपय गोलकिपर अझै अनसोल्ड हुनुभयो। सबैको लागि मैले आफ्नो पर्फर्मेन्स दिनु थियो, सबैको तर्फबाट मैले आफ्नो पर्फर्मेन्स दिएको। मेनली त गोलकिपरको लागि तर्फबाट, नेपाली गोलकिपरकोबाट त्यही हो। अब होपफुल्ली हाम्रो सोचे जस्तो रिजल्ट भएन, त्यही पनि अब बेटर अफ नेक्स्ट टाइम बेटर गर्छु। किरण दाइ अनसोल्ड हुनुहुन्छ, विशालले खेल्नु भएको छ, धेरैजना नेपाली गोलकिपर तर जति पनि खेल्नु भएको छ तपाईँ, अभिषेक, एन्जल सबैले चाहिँ इम्प्रेस गर्नुभएको छ। यो भनौँ न एन्जलले किनकि अब गोलकिपरहरूले एकदम धेरै गाडी नहुने अप्सन पोजिसन पनि हो। के चाहिँ एक्सपेक्ट एज अ गोलकिपर चाहिँ अब आउने एडिसनको लागि चाहिँ के त्यस्तो एक्सपेक्टेसन राख्नुहुन्छ? मैले त यो मेरो विचारमा फरेन कोटा अलिकति बढी भयो जस्तो चाहिँ मैले फिल गरेको छु। अब त्यही कोटा बढ्यो भने नि अब क्लबहरूले पनि अब सोच्नु भयो होला फरेन गोलकिपर लिएर आउँदा बेटर अप्सन हुन्छ भनेर। त्यही पनि अब हाम्रो नेपाली गोलकिपर्सहरू पनि कम चाहिँ छैन है, एकदम उहाँले पनि मेहनत गरिरहेको छ, प्रुफ पनि गरिरहेको छ। तपाईँले देख्न सक्नुहुन्छ म्याचहरूमा पनि होइन। त्यही हो, नेक्स्ट टाइम चाहिँ अलिकति अब गोलकिपरको भावना पनि बुझिदिनु पऱ्यो होइन। त्यही हो, त्यही हो। तपाईँलाई भनेपछि नेपाल नम्बर सेकेन्ड चोइस गोलकिपर छ, अलिकति समय भइसकेन। अब किरण दाइ खेलिरहनु भएको छ, आफ्नो करियरलाई चाहिँ कता देख्नुहुन्छ? धेरै खेलाडीहरू बाहिर गएको देखिन्छ, तपाईँले चाहिँ यही बसेर जुन खेल्ने निर्णय लिनुभएको छ, अब उसको पर्फर्मेन्स भएन, कति टाढा छ जस्तो लाग्छ नेपाल नम्बर 1 पोजिसन? अझै मेरो पुगेको छैन जस्तो लाग्छ। अझै मैले आफ्नो मेहनत अझै जारी नै राखिरहेको छु। अझै नै अहिले मैले किरण दाइसँग अब एज हेल्दी कम्पिटिसनमा फाइट चाहिँ गरिरहेको छु। त्यो पनि अब अझै मैले प्रुभ गर्नु बाँकी नै छ।